हेलो गाइस, हामी अर्को दिन फेरि विशेष बनाउनको लागि पार्कमा आइसकेका छौँ। घुम्नको लागि साथीहरूसँग जोस् हामी हिँडिरहेछौँ। यो चाहिँ उचुनुमियाको पार्क एकदम अग्लो हाइटमा रहेको पार्क हो। यसमा विशेष गरी हामीले चाहिँ विभिन्न रुखहरू देख्न पाइन्छ। रमाइलो छ र गाउँ जस्तै छ, तर एकदम व्यवस्थित प्रकारले यिनीहरूले चाहिँ पार्कको व्यवस्थित गरेका छन्। हामी साथीहरू सँगसँगै आएको छौँ घुम्नको लागि। हेलो गाइज, अहिले चाहिँ साकुरा फुलेर सकिसकेको रहेछ सिजन चाहिँ यो है। रमाउँदै आउनु भएको रमाइलो गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ है। हेलो भन्नु। हेलो गाइस, हामी अहिले चाहिँ खास आजको दोस्रो शनिबारमा चाहिँ हामी घुम्न आइसकेका छौँ है। जे होस्, यो ठाउँ देख्दाखेरि चाहिँ एकदम मनमोहक लागिरहेछ। जापानको कुनै पनि ठाउँ चाहिँ हामीले मिस गर्न चाहिँ छोड्दैनौँ क्या, सम्झिरहेकै हुन्छौँ। एकदम रुखहरूलाई हेर्दा पनि आनन्द आउने। अब आफूसँग भएको आनन्दलाई बाहिर प्रकट भएको होला। कामहरू गर्दै गर्दा मान्छेलाई अब पढ्न जाँदै गर्दाखेरि चाहिँ अलि बोरिङ हुने, तर प्रकृतिसँग रमाउनको लागि सबैलाई मनपर्छ। त्यही भएर नै होला सायद म चाहिँ अझै रमाइरहेको छु। तर हजुरले पनि रमाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। त्यस देखेर भन्दा पनि आएर महसुस गरेको अझ प्रत्यक्ष रूपमा चाहिँ फरक हुने रहेछ। यहाँका रुखहरू हामीले देख्दाखेरि चाहिँ अनौठा लाग्ने होइन, अनौठा होइन, तर अलि हामी ठाउँको व्यवस्थित प्रकारले राम्रो सुन्दर बनाएको कारणले गर्दाखेरि चाहिँ अझै राम्रो भएको कारणले गर्दाखेरि चाहिँ फोहोर धुलो धुवा नहुने कारणले गर्दा चाहिँ अझै सफा देखिने रहेछन्। त्यही सफाले गर्दा पनि मनलाई चाहिँ मनमोहक बनाउनु रहेछ र शान्त बनाउनु रहेछ। त्यसले गर्दाखेरि चाहिँ हामी अझै प्रकृतिसँग अझै झुमेका हौँ कि खेलेका हौँ जस्तो लाग्नु रहेछ। विशेष गरी हामी चाहिँ यो ठाउँहरू घुम्दै गर्दाखेरि चाहिँ आफ्नो चाहिँ यो जङ्गलको माया मोह भनेको चाहिँ हामी जनावर, हामी एकतर्फबाट चाहिँ मानिस चाहिँ जङ्गलमै रमाउने, खेल्ने र शान्त हुने प्रकृतिको व्यक्ति हो। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले यो जङ्गललाई माया गर्नुपर्छ है, जोगाउनुपर्छ र प्रकृतिसँगै रमाउनुपर्छ भन्ने कुरा चाहिँ मैले आजको यस टपिकबाट लिन्छु। र अर्को भिडियोमा भेटौँला। बाई बाई, टेक केयर।